त्यही भएर चाहिँ हामीले चाहिँ केन होइन कहिलेकाहीँ अचार फचार खानाले गेडा पनि ल्याउँछु। अब यस्तो खानालाई त अब कहाँ केनले चाहिँ 2-3 दिन पुग्छ हो। यति हालेर ल हिजो चल्यो आज चल्यो अब भोलिलाई छ यति गरेपछि के हुन्छ गेडा त 2-3 ता एकैचोटि हाल्नुपर्छ 3-4 सय रह्यो खुलिक त। त्यही भएर चाहिँ अलिकति केमा पनि ध्यान दिनुपर्छ। भनेपछि लाइमा अझ धनियाँ भए त यस्तो बबाल हुन्थ्यो है। अब धनियाँ चाहिँ अब यहीँ यस्तो हरियो खुर्सानी ल्याए यताउता ल्याए त मिठो हुन्थ्यो। अब खुर्सानी त्यही त हो अलिकति पानी छिमी छम्किदिने मसबाट। ओके पानी छम्किने बिचाइदियो कसैले बुझिन मैले अलिकति अलिकति गोलभेडा नि उड्नु पऱ्यो नि त। अलरेडी उ भएको हुन्छ गोलभेडा त। अब त्यसलाई चाहिँ यसो पोखाएर अलिकति गरौँ भन्ने कुरा हो। यो ब्लग चाहिँ भोलि आउट हुन्छ है। अघि त धेरै खिचिएको नि हाल्यो यताउता पनि हाल्यो। भोलि पनि बनाइन्छ। अनि चट्टा हेर्नुपर्छ नुनको छ थोरै नुन पुगेर हुन्छ। नुन हालेकै पर्फेक्ट। ओके यति भएपछि ल पिरो सब धुलो खुर्सानी खान्न हामीले। त्यही अब ल्याएपछि त्यस्तै हरियो अनि कि त यो सुकेको खुर्सानी यस्तो ल्याउने। धुलो चाहिँ खासै ल्याइन्न भनौँ न। धुलो खुर्सानी चाहिँ खाइन्न। अब यस्तै कोसा चाहिँ खाइन्छ हरियो सरियो यता ल्याएर। ल फाइनली चिकन रेडी भइसकेको छ चट्ट लाएर होइन। धनियाँ चाहिँ यस्तो मजा आउँथ्यो होला। अब के भन्नु धनियाँ छैन। अब हाम्रो अब रेडी भयो चिकन रेडी भयो। ओके थ्याङ्क यू सो मच हेरिदिएको।